नमस्कार मित्रहरू, आज म तपाईलाई विश्वकै सबभन्दा प्राचीन किताबको बारेमा जानकारी दिँदैछु र ती किताबभित्र लुकेका रहस्यहरू के हुन् त्यसको बारेमा म यहाँहरूलाई जानकारी गराउँदैछु। जानकारी लिनुभन्दा पहिले तपाईले यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र छेउमा रहेको बेललाई पनि दबाउनुहोला। वेद विश्वकै सबैभन्दा प्राचीन ग्रन्थ हो। यी 4 वेदमा मानिसका जीवनका अनेकौं रहस्य लुकेका छन्। यी मूलतः विचारका ग्रन्थ हुन्। त्यसैले यसलाई संस्कृति विशेष रूपमा आर्य संस्कृतिको प्रारम्भिक ग्रन्थ मानिन्छ। वेद ज्ञानको भण्डार हो। विज्ञान होस् वा खगोल शास्त्र, यज्ञ विधि वा देवताको स्तुति आदि सबै 4 वेदमा मिल्ने गर्दछन्। यसलाई सनातन धर्मको आधार मानिने गरिन्छ। वेद शब्द संस्कृत भाषाको विद धातुबाट बनेको हो। यसलाई हिन्दू धर्मको सबैभन्दा पवित्र ग्रन्थ मानिने गरिन्छ। यसमा वैदिक संस्कृति प्रचलित भयो। यिनमा भएको मन्त्र भगवानले प्राचीन ऋषिलाई सुनाएका थिए। त्यसैले वेदलाई सृष्टि पनि भनिने गरिन्छ। वेद कति प्रकारका हुन्छन् यस बारेमा पनि तपाईले जानकारी लिन आवश्यक छ। र वेद जम्मा 4 किसिमका हुन्छन्। नम्बर 1 ऋग्वेद, नम्बर 2 यजुर्वेद, नम्बर 3 सामवेद र नम्बर 4 अथर्ववेद। वेदमा सर्वप्रथम ऋग्वेदको निर्माण भएको हो। यो पद्यात्मक अर्थात् काव्य रूप हो। यसमा 1028 सूक्ति छन् जसमा देव देवताको स्तुति गरिएको छ, जसमा 11 मन्त्र छन्। यस वेदका 5 शाखा छन्। ऋग्वेदको 10औं भागमा औषधि युक्ति अर्थात् औषधिका बारेमा उल्लेख गरिएको छ, जसमा अर्थशास्त्री ऋषिले बताएका छन्, जसमा 125 वटा औषधि उल्लेख गरिएको छ। ऋग्वेदमा जल चिकित्सा, वायु चिकित्सा, मानव चिकित्सा, हवन चिकित्सा आदिको जानकारी दिएको छ। आदरणीय मित्रहरू, यस्ता विविध टिप्सहरू म लिएर फेरि पनि उपस्थित हुनेछु। तपाईले यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र छेउमा रहेको बेललाई पनि दबाउनुहोला। यहाँको जीवन सुखमय रहोस्। हवस् त, नमस्ते।